सम्पूर्णमा नमस्कार। अहिले हामी हिमा गाउँपालिका वडा नम्बर 2 ओदी गाउँमा छौँ। ओदी गाउँमा हाम्रो भाउजूले असाध्यै माया गरेर हामीलाई चाहिँ के भन्छ यो फापरको लगड बनाउँदै हुनुहुन्छ। हेर्नुस् यसरी चाहिँ अर्गानिक एकदम अर्गानिक लगड के फापरको लगड पाक्दैछ र हेर्नु सक्नुहुन्छ तपाईँ। यसरी यो लगड पाकिसकेको छ। यसरी चाहिँ मह एकदम शुद्ध मौरीको मह, एकदम हिमाली मौरीको मह र यसरी चाहिँ चटनी पिस्नु भएको छ। हेर्नुस् यो एकदम पुरानो ओमखालामा हामीले चाहिँ पानीको पनि व्यवस्था भएको छ। हेर्नुस् यसरी चाहिँ के भन्छ यो मह एकदम मौरीको मह, एकदम अर्गानिक काँचो मह र सँगसँगै यो भाउजूले हामीलाई चाहिँ एकदम माया गरेर हामीलाई चाहिँ यो फापरको लगड र चाहिँ के भन्छ यसरी मह के अरे चटनी यसरी चाहिँ पकाउँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ। हेर्नुस् यो सबै यो यहाँ असुरो, यो चोताको सिन्की हो, यसलाई हाम्रो भाषामा असुरो भन्छ। यसरी चाहिँ यो असुरो पनि यसरी तामा गाग्रीमा चाहिँ यसरी चाहिँ असुरो पनि उहाँले चाहिँ के भन्छ बनाउँदै हुनुहुन्छ। पछि हामीलाई थोरै कोसेली पठाइदिने रे असुरो यो रेडी भएपछि। अनि त्यसरी चाहिँ हेर्नुहोस् लगड यसरी चाहिँ लगड हालिन्छ। कसले खानुभएको छ यसलाई चाहिँ लाइक कमेन्ट सेयर गरेर एकदम गाउँघरको दुर्गम दूरदराजको एकदम चाहिँ के अरे यो पुरानो यो आजभोलि त कसैलाई लगड भन्नु नि बिर्सिसक्यो होला साथीहरूले होइन। यसरी चाहिँ लगड के अरे पाक्छ। हेर्नुहोस् है, यसलाई लाइक कमेन्ट सेयर गरेर सबैको माझमा यो पुर्याइदिनका लागि हामी हार्दिक अनुरोध गर्दछौँ। हस्त धन्यवाद, नमस्कार।